यो दुनियाँमा 100%मा केवल 5% मात्रै किन धनी बन्छन्? आउनुस् बुझौं, ह त? धनी बन्नु भाग्यको खेल होइन, सोच, बानी र निरन्तर प्रयासको नतिजा हो। सबैभन्दा पहिले आफ्नो सोच बदल्नुपर्छ। आज कति कमाए भन्ने होइन, आज के बनाए र भविष्यका लागि के तयार गरेँ भन्ने सोच राख्नुपर्छ। एउटै आम्दानीमा भर पर्नु धनी बन्ने बाटो होइन। त्यसैले जबसँगै साइड बिजनेस, स्किल वा इन्भेस्टमेन्टबाट आम्दानीका स्रोत बढाउनुपर्छ। कमाएको पैसा तुरुन्त खर्च गर्ने बानी छोडेर पहिले बचत गर्नुपर्छ र त्यसलाई सुतेर बस्न नदिई सही ठाउँमा लगानी गर्नुपर्छ। स्किल नै असली सम्पत्ति हो। सेल्स, कम्युनिकेसन, मार्केटिङ र डिजिटल स्किल सिक्न सकियो भने पैसा आफै पछ्याउँदै आउँछ। सानो प्रफिटबाट सुरु गरेर बिस्तारै ठूलो लक्ष्य राख्नुपर्छ, किनकि धनी बन्ने यात्रा एकै दिनमा हुँदैन। देखावटी जीवन, अनावश्यक ऋण र गलत सङ्गतबाट टाढा रहनु जरुरी छ। सफल मानिसको सङ्गत, धैर्य, डिसिप्लिन र निरन्तर रिइन्भेस्टमेन्टले नै मान्छेलाई साँच्चै धनी बनाउँछ। यदि यो भिडियो मन परे लाइक, कमेन्ट र सब्स्क्राइब पनि गर्नु है, जसले गर्दा आउँदो दिनमा तपाईको लागि फेरि ल्याउने कोसिस गर्नेछौँ। धन्यवाद।